यसरी चारैतिर पहेँलो छ। तोरी सबैतिर फुलिसकेको छ। बडा गजबको दृश्य छ यो। मेरो बारीमा चाहिँ म अहिले हिँडिरहेको छु। घाम पनि तापिरहेको भनौँ सँगसँगै शीतल बतास पनि चलिरहेको छ। अब केही बेरमा साइक्लिङको लागि पनि जानुपर्ने हुन्छ। मैले हजुरहरूलाई आजको साइक्लिङ यात्रा पनि देखाउने छु। मैले हेरौँ कहाँ कहाँ पुगिन्छ प्याडलिङ गर्दै। हेर्दै गर्नु होला। धन्यवाद। फाइनल्ली राजपुर चोकबाट पश्चिमतर्फ चाहिँ आउँदा राजघाटको भाइरल पुल हामी यसरी पुग्न सक्छौँ। यति बेला म पनि भाइरल पुलमा छु भनौँ।
अब सुनेको थिएँ, आज फर्स्ट टाइम चाहिँ म पनि यहाँ आएको छु। सुनेभन्दा अझै राम्रो रहेछ, निकै प्राकृतिक ठाउँ रहेछ। मुनितिरबाट नदी चाहिँ माथितिर ध्वजाले सजाइएको रहेछ। अलिकति जङ्गल पर्छ, शीतल बतास पनि चलिरहेको छ। अब घरबाट चाहिँ साइक्लिङ गर्ने भनेर यसरी चाहिँ निस्किसकेपछि भनौँ, जब हामी यस्तो गन्तव्यमा पुग्छौँ निकै आनन्द प्रदान गर्छ, थकानको पनि कतै महसुस हुँदैन। साँच्चीकै निकै सुन्दर लाग्यो यो ठाउँ। अब हजुरहरूलाई म यो ठाउँको चाहिँ फेरि भनौँ वरिपरि देखाउँछु, हेर्नु होला। ल नदी छ यतातिर, यो नदीको नाम चाहिँ के हो भाइ हाम्रो? मोहना नदी यही हो। यसरी चाहिँ बगिरहेछ, मानिसहरू चाहिँ आवत जावत गरिराख्नु भएको छ यही पुलबाट। आज शनिबारको दिन हजुरहरूलाई पनि यो ठाउँको चाहिँ भिडियो भनौँ अथवा भ्लग भनौँ देखाउन पाउँदा मलाई पनि खुसी लागिरहेको छ। किनभने अब धेरैजनालाई थाहा नहुन पनि सक्छ, बिदाको दिन हामीहरू पनि अब यस्तो ठाउँमा आएर समय बिताउन सक्छौँ। फुर्सदको समयमा भनौँ अलिकति आफ्नो ठाउँबाट पर, अनि केही नयाँ जस्तो पनि हुने होइन, एउटा माइन्डलाई पनि रिफ्रेसमेन्ट हुने। यसरी हामीले चाहिँ आएर फोटो खिच्ने भनौँ, एकछिन यहाँ प्रकृतिसँग भलाकुसारी गर्ने भनौँ, आँखाले चाहिँ दृश्यावलोकन गर्ने, यसले चाहिँ हामीलाई एउटा छुट्टै ऊर्जा प्रदान गर्छ। धन्यवाद।